हेलो एभ्रिवान। आज चाहिँ हामी लेब्निज थ्योरमबाट एउटा क्वेसन गर्न गइराखेका छौँ। हामीसँग चाहिँ क्वेसन छ, इफ वाइ इक्वल्स टु लग एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर छ भने हामीले चाहिँ लेब्निज थ्योरम युज गरेर यो प्रुभ गर्नुपर्ने हुन्छ। ए स्क्वायर प्लस एक्स स्क्वायर वाइ टू प्लस एक्स वाइ वान इक्वल्स टु 0 एउटा, र अर्को ए स्क्वायर प्लस एक्स स्क्वायर वाइ एन प्लस 2 प्लस 2n प्लस 1 एक्स वाइ एन प्लस 1 प्लस एन स्क्वायर वाइ एन इक्वल्स टु 0 प्रुभ गर्नुपर्ने हुन्छ। त्योभन्दा अगाडि चाहिँ हामी पहिला लेब्निज थ्योरम भनेको के हो बुझौँ। लेब्निज थ्योरमले चाहिँ के भन्छ भन्दाखेरि, यदि u र v चाहिँ दुईटा x को फङ्सन हो भने देन nth डेरिभेटिभ अफ y इज इक्वल्स टु uv इज गिभन बाई yn इज इक्वल्स टु uv n हुन्छ। uv n लाई खोल्दा चाहिँ uv u जस्ताको जस्तै हुन्छ, v मा n लाग्छ, प्लस c n, 1 u लाई फर्स्ट डेरिभेटिभ गर्ने र v बाट 1 घटाउने। त्यस्तै गरी cn, 2 u लाई सेकेन्ड डेरिभेटिभ गर्ने र v बाट फेरि 1 घटाउने। त्यस्तो गर्दा गर्दै लास्टमा हामी un v सम्म पुग्छौँ भनेर भन्छ। हामीले जान्नै पर्ने कुरा चाहिँ यो चारवटा पोइन्ट चाहिँ जान्नै पर्ने कुरा हुन्छ। सुरुमा यदि c n, r छ भने त्यो भनेको चाहिँ n फ्याक्टोरियल बाई n माइनस r फ्याक्टोरियल इन्टु r फ्याक्टोरियल हुन्छ। 0 को फ्याक्टोरियल सधैँ 1 हुन्छ। n फ्याक्टोरियल भनेको n इन्टु n माइनस 1 फ्याक्टोरियल हुन्छ, र अर्को भनेको नेगेटिभ नम्बरको फ्याक्टोरियल सधैँ अनडिफाइन्ड हुन्छ। ल अब गरौँ, हामी पहिला गरौँ सोलुसन। टेकिङ, हामी सुरुमा यो लिएर गर्छौँ, y इज इक्वल्स टु लग एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर। हामी यसलाई 1 मान्छौँ। डिफ्रेन्सिएटिङ 1 विथ रेस्पेक्ट टु एक्स। हामीले चाहिँ यसलाई x को रेस्पेक्टमा सुरुमा एकचोटि डेरिभेटिभ गर्छौँ। देयरफोर dy बाई dx इक्वल्स टु डेरिभेटिभ अफ लग एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर अपन dx। बथ साइडमा हामीले x ले डेरिभेटिभ गरेको। मानौ यदि हामीले dy बाई dx लाई चाहिँ y1 मान्ने भयो, त्यसै गरी डी स्क्वायर y बाई dx स्क्वायरलाई दुईचोटि गर्दाखेरि y2 मान्ने हो, गर्दै जाने हो भने हामी यसलाई y1 मानेर जान्छौँ। y1 भनेको, अब यसलाई हामी यसलाई यत्तिकै गर्न मिल्दैन, यसमा हामी चेन रुल युज गर्छौँ। डेरिभेटिभ अफ लग एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर अपन डेरिभेटिभ अफ एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर। अब यहाँ हामीले तल थपेपछि यसलाई काट्नको लागि माथि पनि थप्नुपर्ने हुन्छ। डेरिभेटिभ अफ एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर अपन डिएक्स। यो भनेको के हुन्छ त? यो भनेको डेरिभेटिभ अफ लग एक्स के हुन्छ हाम्रो? डेरिभेटिभ अफ लग एक्स भनेर हेर्ने हो भने सधैँ डेरिभेटिभ अफ लग एक्स सधैँ के हुन्छ? 1 बाई एक्स हुन्छ। डेरिभेटिभ अफ लग एक्स भनेको सधैँ 1 बाई एक्स हुन्छ। त्यसैले डेरिभेटिभ अफ यो लग एक्स जस्तो भयो, त्यही भएर यसलाई 1 बाई एक्स जस्तो एक्स स्क्वायर हुन्छ, इन्टु यतापट्टि हेर्दा डिएक्स बाई डिएक्स कति हुन्छ? 1 प्लस डेरिभेटिभ अफ रुट अन्डर ए स्क्वायर प्लस एक्स स्क्वायर कति हुन्छ? यसलाई फेरि गरौँ है त। डेरिभेटिभ रुट अन्डर ए स्क्वायर प्लस एक्स स्क्वायरलाई डेरिभेटिभ अफ ए स्क्वायर प्लस एक्स स्क्वायरको पावर 1 बाई 2 लेख्न मिल्छ। फेरि मुनतिर फेरि यसलाई डेरिभेटिभ गर्नको लागि के गर्नुपर्छ? बेस सेम बनाउनुपर्छ, ए स्क्वायर प्लस एक्स स्क्वायर। यसलाई काट्नलाई फेरि के गर्नुपर्छ? चेन रुल युज गर्नुपर्छ।
ए स्क्वायर प्लस एक्स स्क्वायर इन्टु डिएक्स। अब यसलाई जस्ताको तस्तै राखौँ 1 प्लस एक्स अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर इन्टु यो के हुन्छ 1 प्लस हेर्ने अब डेरिभेटिभ अफ कन्स्ट्यान्ट नम्बरको डेरिभेटिभ के हुन्छ 0 हुन्छ। एक्स स्क्वायर यसको के हुन्छ यसको डेरिभेटिभ अफ एक्स को पावर n बाई डिएक्स को के हुन्छ n एक्स को पावर n माइनस 1। यो भनेको के हुने हो 1/2 ए स्क्वायर प्लस एक्स स्क्वायर को पावर 1/2 माइनस 1 एउटा भयो इन्टु यसको कति हुन्छ ए स्क्वायर को डेरिभेटिभ 0 एक्स स्क्वायर को डेरिभेटिभ 2x। हेरौँ त यो जस्ताको तस्तै एक्स प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर इन्टु 1 प्लस मैले 1/2 राखेँ। यसलाई मैले 1/2 माइनस 1 भनेको कति हो माइनस 1/2 हो। माइनस 1/2 लाई मुनतिर ल्याउने हो भने के हुन्छ स्क्वायर हुन्छ कि हुँदैन ए स्क्वायर प्लस एक्स स्क्वायरको स्क्वायर इन्टु 2x 2 क्यान्सिल सरी 2 होइन 1/2 हुन्छ यहाँनिर 1/2 हुन्छ 2 क्यान्सिल भयो। अब के बाँकी बस्यो भन्दाखेरि 1/x प्लस अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर इन्टु 1 प्लस 2 क्यान्सिल भएपछि के भएपछि माथि x अपन कुनै पनि कुराको पावर 1/2 भनेको यसको रुट हो ए स्क्वायर प्लस एक्स स्क्वायर। अब यसलाई अझै सोल्भ गरौँ। यसलाई अझै सोल्भ गर्दाखेरि यो जस्ताको तस्तै लेखौँ एकचोटि फेरि ए स्क्वायर प्लस एक्स स्क्वायर इन्टु यसलाई मल्टिप्लाई गरेर यसमा जोडिन्छ भनेपछि ए स्क्वायर प्लस एक्स स्क्वायर प्लस एक्स अपन अन्डर रुटमा के भन्ने भयो ए स्क्वायर प्लस एक्स स्क्वायर। यो र यो सेम भयो यो र यो क्यान्सिल हुन्छ भनेपछि हामीसँग बस्ने भयो y1 बराबर 1 अपन अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर। यसलाई अर्कोचोटि यसरी पनि लेख्न सकिन्छ y1 अन्डर रुट ए स्क्वायर प्लस एक्स स्क्वायर इज इक्वल्स टु 1। यसलाई दुवैतिर स्क्वायरिङ गर्ने हो भने स्क्वायरिङ अन बोथ साइड गर्यो भने यो भनेको कति हुन्छ y1 स्क्वायर इन्टु ए स्क्वायर प्लस एक्स स्क्वायर इज इक्वल्स टु 1 हुन्छ। यसलाई फेरि डेरिभेटिभ गरौँ डिफरेन्सिएटिङ बोथ साइड with respect to x derivative of y1 square a square plus x square upon dx is equals to 0 किनभने डेरिभेटिभ अफ 1/dx भनेको कति हुन्छ 0 हुन्छ। यदि यसलाई प्रोडक्ट रुल लाएर गर्ने हो भने सुरुमा y1 स्क्वायरलाई जस्ताको तस्तै राखौँ यो डेरिभेटिभ अफ ए स्क्वायर प्लस एक्स स्क्वायर अपन dx प्लस ए स्क्वायर प्लस एक्स स्क्वायर लाई जस्ताको तस्तै राखौँ डेरिभेटिभ अफ y1 स्क्वायर बाई dx इज इक्वल्स टु 0। हामीसँग यो छ। अब यसलाई यतापट्टि गरौँ y1 स्क्वायरलाई जस्ताको त्यस्तै डेरिभेटिभ अफ यहाँ हेरौँ डेरिभेटिभ अफ ए स्क्वायर बाई डिएक्स कति हुन्छ 0 हुन्छ। डेरिभेटिभ अफ एक्स स्क्वायर बाई डिएक्स कति हुन्छ 2x हुन्छ भनेपछि यहाँ 2x लेख्न मिल्यो प्लस ए स्क्वायर प्लस एक्स स्क्वायर जस्ताको त्यस्तै छ अनि डेरिभेटिभ अफ y1 स्क्वायर बाई डिएक्सलाई
मैले डेरिभेटिभ अफ y1 स्क्वायर बाई dy1 इन्टु dy1 बाई dx लेख्न मिल्छ कि मिल्दैन? मिल्छ। इज इक्वल्स टु 0। यसलाई फेरि गरौँ, y1 स्क्वायर 2x प्लस a स्क्वायर प्लस x स्क्वायर। यो त अब अघिको जस्तै भयो, फर्मुला जस्तै। कति हुने भयो? 2y1 हुने भयो। यो यति भनेको 2y1 हुने भयो। र dy1 बाई dx भनेको के हुने भयो? y2 इज इक्वल्स टु 0। अब यहाँ पनि y1 छ, यहाँ पनि y1 छ। हामीले y1 कमन लिएर उता फाल्यो भने के हुन्छ? 0 हुन्छ। देयरफोर यसलाई अगाडि लेखौँ फर्मुलामा जसरी a स्क्वायर प्लस x स्क्वायर, यो y1 उता गयो 0, यता र यता कमन लिएर a स्क्वायर प्लस x स्क्वायर y2 2a स्क्वायर प्लस x स्क्वायर y2 प्लस 2x y1 इज इक्वल्स टु 0। हामीलाई यहाँ के प्रुभ गर्नु भनेको छ भन्दाखेरि क्वेसनमा a स्क्वायर प्लस x स्क्वायर y2 प्लस x y1 इज इक्वल्स टु 0 प्रुभ गर्नु भनेर क्वेसनमा भनेको छ। त्यही भएर यसलाई यहाँबाट अझै फेरि 2 कमन लिएर उता फालिदिँदाखेरि यहाँनिर बाँकी बस्ने भयो a स्क्वायर प्लस x स्क्वायर y2 प्लस x y1 इज इक्वल्स टु 0। हेन्स प्रुभड। हाम्रो एउटा प्रुभ भयो। हेर्नु यहाँनिर a स्क्वायर प्लस x स्क्वायर y2 प्लस x y1 इज इक्वल्स टु 0 प्रुभ गर्नु भनेको थियो। यहाँनिर प्रुभ भयो। अब हामीलाई यो मात्र होइन, यो पनि प्रुभ गर्नुपर्ने छ। हामीले यो त प्रुभ गरिसक्यो। अब यसैलाई नै लेब्निज थ्योरमबाट एन्ड टाइमले डेरिभेटिभ गर्यो भने यो पनि प्रुभ गरौँ, प्रुभ हुन्छ है त। पहिला फेरि हेरौँ लेब्निज थ्योरमले के भन्छ भनेर। लेब्निज थ्योरमले यदि y1 इज इक्वल्स टु u v1 हुन्छ भने u जस्ताको तस्तै राख्ने सुरुमा, भीलाई एनसँग राख्ने, अनि cn,1 युलाई फर्स्ट डेरिभेटिभ गर्ने, भीबाट 1 घटाउने। त्यस्तै गरी गर्दै 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 जाने है त। अब गरौँ। हामीसँग छ a स्क्वायर प्लस x स्क्वायर y2 प्लस x y1 इक्वल्स टु 0 हामीसँग छ। अब यसलाई डिफ्रेन्सिएटिङ both sides n times using Leibniz theorem गरौँ। यसलाई दुवैतिर एनले गऱ्यो भने यहाँ 0 लाई एनले गर्दा त 0 भइहाल्यो। एउटा टर्मलाई गरेर गरौँ है त। a स्क्वायर प्लस x स्क्वायर y2 लाई एनले गरौँ प्लस x y1 लाई पनि एनले गरौँ इक्वल्स टु 0। अब हामीले लेब्निज थ्योरमको फर्मुला हेर्दाखेरि सुरुमा युलाई, यो यु जस्तो भयो, यो भी जस्तो भयो है त। सुरुमा युलाई जस्ताको जस्तै राख्ने, x स्क्वायर भीमा के जोड दिने? n जोड दिने, yn प्लस 2 प्लस cn,1 यो फर्मुलाको cn,1 हो। र युलाई के गर्ने? फर्स्ट डेरिभेटिभ गर्ने। यसको युको फर्स्ट डेरिभेटिभ के हुन्छ? 2x। योबाट के गर्ने? 1 घटाउने, 2x y 2 - 1 गर्दा गऱ्यो भने कति हुन्छ? 1 हुन्छ yn प्लस 1। त्यस्तै गरी फेरि गर्ने प्लस cn,2। यसलाई के गर्ने? फेरि एकचोटि डेरिभेटिभ गर्दा कति हुन्छ? 2। यो कति हुन्छ? yn प्लस। अब हेर्नु है, अब 2 लाई फेरि डेरिभेटिभ गर्यो भने कति हुन्छ? 0। 0 आउने भएपछि अब आउने बाँकी टर्म जति सबै 0 आउने भयो। त्यही भएर हामी यसलाई फर्दर गर्दैनौँ। अब हामी यसमा जान्छौँ। यसमा पनि त्यस्तै गर्ने, x लाई जस्ताको तस्तै राख्ने, y मा n जोड दिने, n प्लस 1।
अब x लाई फर्स्ट डेरिभेटिभ गर्दा के हुन्छ cn,1 राख्नु पर्यो फर्मुलाको x लाई फर्स्ट डेरिभेटिभ गर्दा 1 इन्टु योबाट 1 घटाउँदाखेरि yn अब बाँकी आउने टर्म जति सबै 0 हुने भएर हामी फर्दर जाँदैनौँ भनेको यो बराबर के हुने भयो 0 हुने भयो हेर्ने अब यसलाई फेरि हामी फर्दर सल्भ गर्छौँ a स्क्वायर प्लस x स्क्वायर y n प्लस 2 प्लस यो भनेको cn,1 भनेको cn,r जस्तो भयो हामीले सुरुमा फर्मुला देखाएको थियौँ एउटा cn,r भनेको n फ्याक्टोरियल बाई n माइनस r फ्याक्टोरियल r फ्याक्टोरियल यो फर्मुला युज गरेर हामी यसलाई सल्भ गर्छौँ यो भनेको कति हुने भयो n फ्याक्टोरियल अपन n माइनस 1 फ्याक्टोरियल 1 फ्याक्टोरियल अनि यसलाई जस्ताको त्यस्तै राखौँ 2xy n प्लस 1 प्लस यसलाई फेरि त्यही गर्छौँ n फ्याक्टोरियल n माइनस 2 फ्याक्टोरियल 2 फ्याक्टोरियल 2yn प्लस xy n प्लस 1 लाई जस्ताको जस्तै राख्छौँ यो भनेको फेरि के हुने भयो n फ्याक्टोरियल n माइनस 1 फ्याक्टोरियल 1 फ्याक्टोरियल माथि के छ 1 छ 1 लाई लेखिने भयो नलेखिने भयो सिधै yn लेखिदिन्छ है त yn इक्वल्स टु 0 अब फेरि यसलाई लेखौँ और a स्क्वायर प्लस x स्क्वायर y n प्लस 2 प्लस n फ्याक्टोरियल भनेको के हो हामीले अर्को प्रोपर्टिज अघि नै यहाँ हेरेको थियौँ n फ्याक्टोरियल भनेको n माइनस 1 फ्याक्टोरियल n फ्याक्टोरियल भनेको n माइनस 1 फ्याक्टोरियल लेख्न मिल्छ अपन n माइनस 1 फ्याक्टोरियल 1 फ्याक्टोरियल अब यो दुईटा क्यान्सल हुने भयो 2xy n प्लस 1 प्लस यसलाई हामीले n माइनस 1 n माइनस 2 फ्याक्टोरियल लेख्न मिल्छ अपन n माइनस 2 फ्याक्टोरियल 2 फ्याक्टोरियल भनेको कति हो 2 हो यो 2 र यो 2 पनि क्यान्सल हुने भयो भनेपछि यो र यो पनि क्यान्सल हुने भयो यहाँ के बाँकी बस्यो yn प्लस x yn प्लस 1 लाई जस्ताको जस्तै राखौँ प्लस यो भनेको नि n माइनस 1 फ्याक्टोरियल अपन n माइनस 1 फ्याक्टोरियल 1 फ्याक्टोरियल भनेको 1 हो त्यही भएर केही लेखिनँ मैले yn इज इक्वल्स टु 0 अब हामीसँग के बाँकी बस्यो भन्दाखेरि यताबाट हेर्दा a स्क्वायर प्लस x स्क्वायर yn प्लस 2 प्लस n छ 2xy n प्लस 1 प्लस n माइनस 1 yn बाँकी बस्यो यहाँबाट x y n प्लस 1 बाँकी बस्यो यहाँबाट फेरि के बाँकी बस्यो भन्दाखेरि n yn इज इक्वल्स टु 0 यसलाई फेरि फर्दर गरौँ एउटा अझै सल्भ गरौँ अब हुन लाग्यो a स्क्वायर प्लस x स्क्वायर y n प्लस 2 प्लस यहाँ पनि yn प्लस 1 छ यहाँ पनि x y n प्लस 1 छ यहाँ पनि x y n प्लस 1 छ त्यही भएर हामी यसलाई कमन लियौँ कमन लियो भने के हुन्छ x y n प्लस 1 भित्र के बस्ने भयो यहाँबाट 2n बस्ने भयो यहाँबाट के बस्ने भयो 1 बस्ने भयो प्लस यसलाई खोलौँ है त यसलाई n स्क्वायर yn माइनस nyn लेख्न मिल्यो प्लस हामीले यो पनि उता लेखिसक्यौँ त्यही भएर nyn इज इक्वल्स टु 0 यो र यो क्यान्सल हुने भयो देयरफोर a स्क्वायर प्लस x स्क्वायर y n प्लस 2 प्लस 2n प्लस 1 x y n प्लस 1 प्लस n स्क्वायर yn इज इक्वल्स टु 0 हामीलाई के प्रुभ गर्नु हुनेछ हामीलाई यही प्रुभ गर्नु हुनेछ a स्क्वायर प्लस x स्क्वायर yn प्लस 2 प्लस 2n प्लस 1 x y n प्लस 1 प्लस n स्क्वायर yn इज इक्वल्स टु 0 हेन्स हस् थ्याङ्क यू यदि तपाईँहरूलाई कुनै डाउट छ भने कमेन्ट गर्नु होला र यदि
फर्स्ट टाइम हेर्दै हुनुहुन्छ भने सब्सक्राइब गर्नुहोला। थ्याङ्क यू।